मेरो युट्युब च्यानल हेरिरहनुहुने सम्पूर्णलाई नमस्कार। आदरणीय दर्शकवृन्दहरू, मैले फेरि पनि अर्को भिडियो अपलोड गर्न गइरहेको छु। मैले योभन्दा अगाडिको भिडियोमा मोहरीघारलाई एउटै स्ट्यान्डले अड्याउन सकिन्छ र 4वटा स्ट्यान्डमा पानी राख्नुभन्दा एउटै स्ट्यान्डमा पानी राखेर किरा कमिलाहरूलाई मोहरीबाट जोगाउन सकिन्छ भनेर मैले भिडियो अपलोड गरेको थिएँ। त्यसैले गर्दा अघिल्लो भिडियो हेरिसकेपछि धेरै साथीहरूको रिक्वेस्ट रह्यो अर्को अझै योभन्दा हामीले पनि भिडियो हेरेर बनाउन सक्ने गरी भिडियो विस्तृत रूपमा बनाएर मेसेन्जरमा राखिदिनु होला भन्नुभएको थियो। कसैले व्हाट्सएपमा हालिदिनु होला भन्नुभएको थियो। आदरणीय दर्शकवृन्दहरू, मैले यसरी चाहिँ सबैलाई मैले चाहिँ व्हाट्सएपमा मेसेन्जरमा राख्न सकिनँ। फेरि पनि मैले भिडियो बनाएर युट्युबमा राख्दैछु। हजुरहरूले अन्तिमसम्म हेर्नु र हजुरले बुझ्नुहुनेछ। त्यसले गर्दाखेरि भिडियो हेरिसकेपछि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न पनि नभुल्नुहोला, किनभने मैले यस्ता खालको जानकारीमूलकका भिडियो अरू पनि बनाउने छ र तपाईँलाई सबभन्दा पहिला नोटिफिकेसन आउनेछ। भिडियो सकभर तपाईँले हेरिसकेपछि बुझ्ने गरी बनाउने प्रयास गरिरहेको छु। अब हामी काम गर्न सुरु गरौँ। यसको लागि धेरै सामग्री चाहिँदैन। यति भए यस एउटा स्ट्यान्ड काफी छ। त्यो घारलाई नै बाट नै हामीले मेजर गर्न सक्छौँ। पौने इन्चको ज्याईको पाइपलाई 4 इन्च लामो राखेर फिमेल क्याप बनाउनेछौँ र यस फिमेल क्यापमा 10 mm को रडलाई क्रस गरेर जोड्नेछौँ र छेउछेउमा यसको बोर्डरहरू पनि राखेपछि निकै बलियो हुन्छ। यो पौने 1 इन्चको ज्याईको पाइप हो। पौने 1 इन्चको ज्याईको पाइपलाई यो हामीले यसरी खाँच काट्नुपर्छ। खाँच काटिसकेपछि यसमा चाहिँ वेल्डिङ गर्दाखेरि धेरै सजिलो हुन्छ र मजबुत पनि हुन्छ। यो मजबुतको लागि चाहिँ यो खाँच काट्नुपर्छ र खाँच काटिसकेपछि फेरि यसको लागि एउटा चापी अथवा नट बोल्टको लागि हामीले यहाँ पहल गर्नुपर्छ, पहल बनाउनुपर्छ र पहल बनाइसकेपछि हामीले यसमा चाहिँ एउटा नट बोल्ट चाहिँ एडजस्ट गर्छौँ। यसमा नट बोल्ट राख्दा 8 mm देखि 12 mm सम्मको नट बोल्ट चाहिँ हामीले राख्न सक्छौँ र मैले जस्ता छाउँदाखेरि प्रयोग गर्ने हुकलाई मैले यहाँ नट बोल्टको रूपमा एडजस्ट गरिरहेको छु। यो कर्नरमा सानो फ्रेम चाहिँ जोडिरहेको छौँ, किनभने यसले गर्दाखेरि मोहरीको घार नहल्लियोस्, पाखा नजाओस् भन्ने हिसाबले यो एउटा सानो एल एङ्गललाई काटेर फ्रेम बनाएको हो। गिट्टी, बालुवा, सिमेन्टको कङ्क्रिट ढलानले हामीले यो स्ट्यान्डलाई गाड्नुपर्छ, अडाउनुपर्छ। त्यसपछि हामीले लेभल हेर्न बिर्सनु हुँदैन। एकचोटि यो अवस्था स्ट्यान्ड गाडेको 3 दिन पछिको हो। पुरा सुक्खा बलियो भइसकेको छ।
अब हामीले यसमा मौरीको घरमा पानी राख्नको लागि अथवा किराहरू उक्लिन नदिनको लागि पानी राख्नको लागि हामीले यो कोकको बोतल काट्दैछौँ। यो इलेक्ट्रिक टेप नभेरिकन हामीले पानी राखेको छौँ अहिले। यो बोतलको मुख अडिने ठाउँमा 2-3 फन्का इलेक्ट्रिक टेप भेऱ्यो भने यो झनै राम्रो र बलियो हुन्छ। थोरै लिकेज छ। यदि लिकेज भइहाल्यो भने हामीले यसमा सुक्खा सिमेन्ट राख्न सकिन्छ। सुक्खा सिमेन्ट राख्नसाथ लिकेज भइरहेको पानी अडिसकेको छ। यस्तो गरेपछि यो मौरीको घरलाई जता फर्काउन इच्छा छ उतै फर्काउन पनि मिल्यो। जस्तै यसको चाहिँ नटबोल्टलाई चाहिँ लुज गरेपछि अब यसलाई आवश्यकता अनुसार कता फर्काउने, पूर्व फर्काउने कि दक्षिण फर्काउने, जता फर्काउन इच्छा छ त्यतै फर्काएपछि यसको फेरि नटबोल्ट कसिदिएपछि यो असाध्यै मजबुत हुन्छ, एकदमै बलियो हुन्छ, केही पनि हल्लिँदा नै हल्लिन्न।